दिदीलाई चाहिँ स्वागत हाम्रो आज चाहिँ श्रम संस्कृति पार्कमा चाहिँ हाम्रो दिदीसँग यो पशुपति मन्दिरमा आज कार्यक्रम होइन त हजुर हजुर यहाँ सरसफाइ संवाददाताज्यूहरू चाहिँ यहाँ माननीय ज्यूहरूसँगै सफा गर्दै थियौँ अझै गर्दै हुनुहुन्छ कोही यता हुनुहुन्छ कोही वनतिर हुनुहुन्छ धेरैजना हुनुहुन्छ म चाहिँ शङ्खसभाबाट ए ठिक ठिक मेरो बुढानी कण्ठ ठिक हाम्रो दिदी म चाहिँ खोटाङबाट त्यो पछाडि पनि हर्क साम्पाङको घर नजिकै छिमेकी त्यो भाइसाले म पनि भर्खर नै आइपुगेको हाम्रो दिदीसँग चाहिँ संयोगवश भेट भयो र हामी चाहिँ सधैँ देशको निम्ति चाहिँ लागिरहनेछौँ र साँच्चै एउटा समृद्ध नेपाल बनाउनुपर्छ र हामी सबै नेपाली एक भएर चाहिँ देश विकास बनाउनुपर्छ भन्ने उद्देश्यले हामी होइन दिदी हजुर त्यो उद्देश्यले भेट भएको आज होइन लागि पनि परेका छौँ एकदम अब पूर्व पश्चिम उत्तर दक्षिण सबैतिर चाहिँ हाम्रो हर्क साम्पाको संवाददाताहरू फैलिसक्नु भएको छ होइन एकदम म शङ्खसभाबाट तर काठमाडौँको पशुपति मन्दिरमा चाहिँ सफा गर्न आज आएको छु संवाददाता एज अ संवाददाता भएर मेरो नाम चाहिँ प्रमिसा मेवाङ खोटाङको भाइसँग भेट भयो आज इलामकोसँग भेट भयो उता पश्चिमतिरको पनि भेट भयो सबैतिरको चाहिँ भेट हामी चाहिँ आज पशुपतिमा आएको रहेछौँ है त ल सबैजनाले देश बनाउनेतिर लागौँ है थ्याङ्क यू हस् ल हाम्रो सदस्य कार्ड लिएर मात्र फोटो चाहिँ खिच्नुपर्ने हो कि हजुर यताबाट चाहिँ हो ल हाम्रो माननीय हर्क साम्पाङज्यूले चाहिँ विशेष फोटोको सदस्य कार्ड लिएर चाहिँ अहिले हाम्रो मिसहरू सदस्य कार्ड लिएर मात्रै फोटो चाहिँ खिच्ने सेसन हो कि मात्रै होइन हाम्रो मिसहरू कहाँबाट हुनुहुन्छ हजुर खोटाङ कुन ठाउँ गुड म चाहिँ खोटाङ पाथेका भागु हर्क साम्पाङ हाम्रो माननीयज्यूको घर नजिकै हो म पनि चुसे चिरिहालेँ कि सूचना त पाएँ अलिक ढिलो आइपुग्यो प्रत्यक्ष मैले पनि आज चाहिँ भिडियो गर्न पाएँ हाम्रो माननीयज्यूको यहाँहरू अहिले चाहिँ सदस्य कार्ड वितरण भइरहेको रहेछ मेम्बर्स अलिक नराम्रो भएछ कि यस्तो तिमीले एउटा फोटो त आएछ जम्मा सदस्य कार्ड लिएर मात्रै सर हजुर फोटो खिच्नु पर्ने हो कहाँ चाहिँ लिनुपर्ने हो ए हुन्छ एकदम हाम्रो माननीयले चाहिँ आज चाहिँ प्रत्यक्ष उहाँसँग चाहिँ हामी यहाँ विशेष कार्यक्रम पशुपति मन्दिरमा चाहिँ श्रम संस्कृति पार्टी लगायत हामी सम्पूर्ण आबद्ध भएका सम्पूर्ण कार्यकर्ताहरू चाहिँ उपस्थित हुनुभएको छ यो चाहिँ ठ्याक्कै पशुपति मन्दिर निरी चाहिँ हामी तपाईँले सबै सरसफाइ गर्नुपर्ने हाम्रो दाइ पनि आउनु भएको रहेछ ल दाइले नमस्कार अहिले कति काम भइसक्यो हाम्रो कति टाइम जति भयो अहिले म चाहिँ भर्खर आउँदैछु होइन यो धेरै भयो बनेको हामी पहिला स्टार्टिङदेखि गरेको ए आज चाहिँ कति बेला टाइमदेखि भयो यो आज 11 बजी सुरु भयो 11 बजी सुरु भयो अनि वरिपरि यो पशुपति मन्दिर वरिपरि सबै सरसफाइ भइसकेको अब यो एउटा ग्राउन्ड भयो यतापट्टि के भन्छ यता एयरपोर्टको यतापट्टि भयो अनि तल लास्ट चलाउने ठाउँमा पारिपट्टि खोलाको पारिपट्टि गऱ्यो
यतातिर कोही गर्दैछ यताको लाइनको चाहिँ आयो यता आउने बाँकी छ ठिक ठिक तपाईँ कहाँबाट हुनुहुन्छ तपाईँको शुभ नाम काभ्रेबाट नाम रुखमा दोर्जे लामा ल उहाँ पनि एउटा दोर्जेको एउटा दाइसँगै टिकटकमा पनि उहाँले पनि राम्रो कुरा राख्नु भएको छ उहाँ पनि हेर्दा श्रम संस्कृति पार्कमा चाहिँ एक किसिमको हुन्छ नि अब जातिवादीहरू भन्नुहुन्थ्यो तर उहाँ देख्नुहुन्न नि हामी नेपाली सबै एक हौँ सबै नेपालीको रगत एक हो र सबै नेपालीहरू रोजगार बन्नुपर्छ नेपाल हाम्रो समृद्ध बन्नुपर्छ होइन त दाइ हजुर एकदम त्यही भएर हामी लागिरहेछ है एकदम तपाईँ धेरै राम्रो खुसी लाग्यो म पनि खोटाङबाट म काभ्रेबाट र अब अहिले चाहिँ यहाँ कार्यक्रम के अरे चिट्ठा काट्ने कि के कस्तो हो भन्नुभयो होइन सदस्यता कार्ड बाँडिरहेछ अध्यक्ष आफै बाँड्दै हुनुहुन्छ ए अब सदस्य वितरण भनौँ न सदस्य वितरण श्रम संस्कृति पार्टीको नयाँ सदस्यको नयाँ सदस्य वितरण कार्यक्रम भइरहेछ एकदम एकदम काभ्रेको माहौल के कस्तो हुँदैछ त्यहाँ पनि म पनि त्यहाँ अस्ति पनि भिजिट गरेको थिएँ र काभ्रे सबै म डुलेको छु होइन त्यहाँको माहौल अब 84मा के कस्तो हुँदैछ हाम्रो 84मा यस्तो हो अब पुरा देशभरि नै जानुपर्ने अवस्था छ हाम्रो काभ्रेमा चाहिँ अस्ति क्यान्डिडेट उठाएको थियो हजुर राम्रै भयो यसपालि एकदम। फर्स्टचोटि राम्रै भयो ल ठिक छ ल अब माहौल राम्रै तातिँदैछ होइन काभ्रेमा पनि ल थ्याङ्क यू ठिक छ अब काम चाहिँ अब के सुरु अब अझै पनि बाँकी छ कि अब लगभग आजको टाइम आज सिद्धियो आज सिद्धि हो परिचय अब त्यो के भन्छ त्यो सदस्य कार्ड सदस्य कार्ड दिइसकेपछि अब प्रोग्राम मेम्बर्स सिद्धिन्छ कार्ड आजको ए ल थ्याङ्क यू ल दाइले थोरै बोल्नु दिनुभयो म पनि थोरै क्लिप चाहिँ निकाल्नु पऱ्यो भन्छु क्या आज चाहिँ यहाँनिर श्रम संस्कृति पार्टीको चाहिँ हाम्रो समग्र मेम्बरसिपहरू चाहिँ होइन सदस्यको लागि एकदम आउनु भएको छ सबै धेरै आउनु भएको रहेछ होइन यहाँनिर हेर्दाखेरि हामी 36 वर्ण के कस्तो भने जस्तै हामी सबै यहाँ चाहिँ सामेल आउनु भएको रहेछ यो चाहिँ पशुपति मन्दिर एरियामा सम्पूर्ण श्रम संस्कृति दाताहरू चाहिँ आउनु भएको रहेछ क्या म चाहिँ फर्स्ट टाइम होइन आएको यहाँ चाहिँ सामेल हुन पाइयो होइन देखियो काम म चाहिँ हुन त सामेल त छँदै नै छु देशको समग्र हाम्रो विकासको लागि तैपनि आज चाहिँ प्रत्यक्षको लागि चाहिँ यो पशुपति मन्दिरनिर चाहिँ रहेछ होइन हामी साँच्चीकै सदस्यताको लिनको लागि यसरी ताती बसिराख्नु भएको छ होइन